Let's go! बुझ्दैन कोही मलाई कसैलाई बुझाउनु छैन र सोध मेरो खबर मलाई नै थाहा छैन भुलिसके अतीतका कुरा दोहोऱ्याउनु छैन सिकिसकेछु धेरै कुरा अनुभव छैन पर्खिदिन कसैलाई यहाँ थाकिसकेछु धेरै अब पर्खिदिन कसैलाई यो चाहिँ हेर्न चाहिँ हाल्नुपर्छ है फेरि एनएस ब्लग 998 ल दाइ है ल दाइ अब हामी पछि आउँछु ल हाम्रो अब बाइक निस्किँदैछ है दाइ हाम्रो कोटार जाने भनेर आज ल केटा हो वासा ल साथीहरू अब चाहिँ हाम्रो यस्तै दादाको लाइसेन्स निस्केपछि त म जानु पर्यो ल स्कुटीले टम्यो मलाई स्कुटीले टम्यो लिडरलाई टम्यो म कुदाउँछु नि त अब उकालोमा कुद्दैन त चिप्ने सम्ममा त ल भयो अब कस्तो चिप्ने है सुताउनै डर लाग्यो माथिको स्पिड मिटर नै चल्दैन झन् भयो अब कस्तो चिप्ने है सुताउनै डर लाग्यो माथिको स्पिड मिटर नै चल्दैन झन् पछाडि अघि झन्डै उतार्नु पर्यो गोप्रो राम्रो बाटो चिसाइदे दुश्मनहरूलाई गन्ना म हिँड्छु जब बाटोमा हुन्छ 50 जना गन्ना यस्तो राम्रो बाटो छ गाइज हाम्रो हैन यस्तो चिल्लो बाटो छ मुला हामी अफरोड छोडेर चिल्लो बाटोमा आएको
हामी अफरोडबाट जाने कुरा थियो तर चिल्लो बाटोमा आएको गाइज हाम्रो चिल्लो बाटो भने यति हो नयाँ कहाँ सो गाइस यस्तै छ हात पनि दुखिसकेको छ होइन समाउँदा समाउँदा पछाडि समात्नै पर्दैन होइन पिछाडामा समाउँदा हात दुखिसक्यो होइन एनएसपी अङ्गल मारौँ भन्ने मलाई केटा हो होइन केटी भाइ अङ्गल मार्थेँ केटी राखेर मैले कुस्काइदिन्थेँ यसरी हो हल्डायो अन्ना यसले अन्ना भन्दा चिल्ले अब सुताउँछ बाइक कति मजा आउँछ होला ओ बाटो छ पठाइदिनु अगाडि समयलाई हिलोबाट गो गो जाऊ न जाऊ गो गो सेफ राइड गो गो सेफ राइडै हाले हाले सुशील चाहिँ लड्छ हेलमेट नि फा हाल्ने सर मुजी केटा हिलोबाट हो नि दादा त सिधै मेरो जुत्ता चाहिँ फोड्न हो लड यसले झारिसकेको छ यार अन्ना पिछाइदे दुश्मनहरूलाई गन्न ओए सेट मेरो नि जुत्ता हिलोमा परेछ यार Guys, you guys can see this. यो राइडको मजा भनेको यो राइडको मजा भनेको स्कुटीमा सजिलो हुन्छ खुट्टा दुइटै झार्न पाउँछ है अन्ना मान्छे किन झारे मान्छे झारेको छ यसले अन्ना अन्नाको गन्ना दुश्मनहरूलाई सुसाइदिन्छु गन्ना बुढा राइड आउँदियो पुरा भएन नि यसमा चाहिँ बगाल देखिँदैछ क्या पैसा ल्याए पैसा मेरो ब्यागमा ब्यागबाट निकालेर हाम्रो केटाहरू होइन गीत गाउनु गीत गा भइसक्यो चारजनाको जाउँ ल कता हावा डाँडा के अरे न्युट्रलमा झऱ्यो क्या के अरे न्युट्रलमा झऱ्यो क्या आफ्नै औलाएर होला
कुन कुरो बाइकको कन्डिसन देखाउ बाइकको कन्डिसन यसो सबै रहेछ त यहाँ आएर झन् सबै भएछ मैले बाइकहरू सबै चाबी चिसो भयो होला मैले दुईजना चाहिँ अड्कै हो गाइस हिँडेर भने आऊ छोडे मै गर्छु यस्तो मजा आइरहेछ ल बनाउँदै हिँड्न होइन हाम्रो गोप्रो ओनर डाँडाबाट गएर हामी चाहिँ अब कोट डाँडा जानेवाला छौँ गाइज जाडो भयो आइसकेको छ गाइज जुगा पो छैन ठुलो जुगा हो आम्मा मन्स्टर जत्रो तर्सम जाउँ न जुगा दिदी भ्लग गर्नु न जुगा आयो दिदी भ्लग गर्नु न जुगा आयो देखाउनु न रमाइलो यत्रो भयो नि जुगाइ त हुन्थ्यो नि जुगा उद्याउ खाना लाग्यो सेवा गरिदिए थ्याङ्क यू यता भनेन नि त यहाँ थ्याङ्क यू भनेन नि यसलाई थ्याङ्क यू दिएँ मैले दिएको है चुप्पा चाहिँ दिएन है दिदी थ्याङ्क यू दिएँ चुप्पा दिएन यसो सिधा राख्न तैँले मिलाइदिएन अमित मिलाइदिए त अमितलाई हेर्न थ्याङ्क यू र चुप्पा चाहिँ नदिएर हामी चस्मा भेटाइदिँदा यसले कति फाइदा भएर सबलाई ओ त्यो अघिको ब्याग हेर्दा त्यहाँ सक्छ छैन कसको सबलाई फाइदा हो ब्याग चाहिँ यहाँ ल्याएर अर्को ब्याग यो हाम्रो समाजसेवी हो के सबले चुप्पा दिँदैन एक केसर समाजसेविका हो क्या हाम्रो यो सबले चुप्पा दिएन सुसले एउटा राम्रो काम गर्यो यसले चुप्पा दिइहाल्दैन हेरेछ उसलाई झन्डै चुप्पा दिइदिएको मैले एउटा फोटो गाई यहाँ चाहिँ होइन सबै भइसकेको छ अनि म चाहिँ हाम्रो एड्रेस भाइ हाम्रो बसन्तीहरू सबै यहाँ छ गाई सब हाम्रो ओ भाइ हेलो गरिदेऊ न भ्लगमा यस्तो होइन गाइजहरू टक्क लाएर सबै यहाँ छ सबै यहाँ छ होइन हाम्रो बाइक स्कुटीहरू चाहिँ फोटोसुट हुँदैछ यस्तो लभली भ्यूहरू चाहिँ सब लभली छ हाम्रो भ्लगर दिदी के बोलिदिनु यहाँ चाहिँ एकदम धेरै जाडो छ होइन गाइज अब हामी भिजी आएको हाम्रो चाहिँ एकदम धेरै के अरे बिजोग भइसक्यो है मेरो लुगा हेर्न सक्नुहुन्छ यहाँ एकदम सेतो प्यान्टमा यहाँ के भइरहेछ खतम भइरहेछ बराबरै भयो होइन मेरो कपाल चाहिँ बक्सी जस्तो भयो गाइज यस्तो भयो त्यो मलाई थाहा थियो कि पानीले भिजेपछि मेरो कपाल असली रूपमा आउँछ यस्तो हुन्छ क्या फेरि खतरा हुन्छ फेरि त्यही हो अब चाहिँ हामी यहाँ अनि के भिडियो म बाइक चलाएर भिडियो बनाउँछु भनेर यहाँ आएको तर खै नदेलाई क्या हो मौसमले च्यालेन्ज गरिदियो भने यस्तै अलिकति खतरा अलिक टाढोबाट गरेर राम देख्दैन क्या त्यही हो गाइज अब चाहिँ ल भयो यो चाहिँ हेरेर चाहिँ हाल्नुपर्छ है फेरि एनएस भ्लग 998 म हेर्छु फेरि लभली भइसकेको छ यार ऊ लगाइसक्यो ज्याकेट खोइ गाइज उसले लगाइसक्यो ब्ल्याक खोइ किन लगाएको गाइज एभ्रिथिङ इज ओके बट आई लभ यु
अब चाहिँ भन्दा पछाडि हाल्यो हाल्ने अनुहारबाट हाल्नु अनुहारमा हाल्नु ए धेरै राइडर पनि हाल्यो चाङमा हान्नु नि भित्र सिधै